हेलो एभ्रिवान सम्पूर्णमा नमस्ते। आज हामी प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले लिएको इन्जिनियरिङ सेवा अन्तर्गत सिभिल समूह एकीकृत उपसमूह सहायक पाँचौं तह सब इन्जिनियर पदको इक्जामको सोलुसन गर्न गइरहेका छौँ। यसमा जम्मा 50वटा क्वेसन रहेका छन्। टाइम चाहिँ 45 मिनट। यसको इक्जाम 2082 साल 2 महिना 3 गते आज नै भएको छ। र क्वेसन नम्बर 1 मा चाहिँ के छ भन्दाखेरि which statement is ट्रू रिगार्डिङ ड्युटी एन्ड डेल्टा इन इरिगेसन भनेको छ होइन। ड्युटी एन्ड डेल्टाको रिलेसन भनेको के भन्दाखेरि डेल्टा इक्वल टु 8.64 B/D हो। अनि डेल्टा इक्वल टु 8.64 B/D हुन्छ होइन। जब चाहिँ के हुन्छ भन्दाखेरि डेल्टा बढ्यो भने चाहिँ के हुन्छ भन्दाखेरि ड्युटी घट्छ है, अथवा ड्युटी घट्नु भनेको डेल्टा बढ्नु हो। त्यसो भए अप्सन कुन मिल्यो भन्दाखेरि ड्युटी इन्क्रिजेज एज डेल्टा इन्क्रिजेज, यो मिलेन होइन। ड्युटी डिक्रिजेज एज डेल्टा इन्क्रिजेज, यो अप्सन चाहिँ मिले। ड्युटी रिमेन कन्स्टेन्ट एज डेल्टा भेराइज, मिलेन। अनि ड्युटी इज हायर विथ लेसर वाटर युज भनेको छ, यो नै अप्सन मिलेन भने चाहिँ अप्सन कुन भयो त? अप्सन बी, ड्युटी डिक्रिजेज एज डेल्टा इन्क्रिजेज है। अनि क्वेसन नम्बर 2 मा के छ भन्दाखेरि there is only one section and only one longitudinal slope at which the channel will carry a particular discharge with a particular silt grade is the saying of भनेको छ। यो कसको थ्योरी हो भन्दाखेरि only one section and only one longitudinal slope at which channel will carry a particular discharge with particular silt grade भनेको के हो त? लेसेको है, अप्सन बी लेसे। अनि क्वेसन नम्बर 3 मा चाहिँ सुपर एलिभेसन अन अ कर्भ अफ अ रोड इज प्रोभाइडेड टु भनेको छ। सुपर एलिभेसन किन प्रोभाइड गरेको छ भन्दाखेरि काउन्टरएक्ट द इफेक्ट अफ द सेन्ट्रिफुगल फोर्स एक्टिङ अन द भेहिकल भनेको छ। अप्सन कुन हो? अप्सन सी है। अनि क्वेसन नम्बर 4 मा चाहिँ ड्युरिङ द डिटेल सर्वे अफ अ हिल रोड द फर्स्ट अपरेसन अफ द सर्वे टिम इज भनेको छ होइन। डिटेल सर्वे गर्नलाई चाहिँ फर्स्ट अपरेसन के हो त? हामीले के फिक्स गर्नु पर्यो भन्दाखेरि अप्सन सी बेन्चमार्क फिक्स गर्नु पर्यो होइन। क्वेसन नम्बर 5 मा चाहिँ मिनिमम भ्यालु अफ द सुपर एलिभेसन इज इक्वल टु भनेको छ। मिनिमम भ्यालु अफ सुपर एलिभेसन भनेको चाहिँ इक्वल टु क्याम्बर हुन्छ है। अप्सन डी इक्वल टु क्याम्बर। इक्वल टु क्याम्बर अप्सन नभएको केसमा चाहिँ के हुन्थ्यो भन्दाखेरि 7%, म्याक्सिमम भने भए चाहिँ 10% हुन्थ्यो। क्वेसन नम्बर 6 मा चाहिँ which method of valuation is commonly used for estimating the value of commercial property based on their income generating potential भनेको छ। एस्टिमेटिङ द भ्यालु अफ कमर्सियल प्रपर्टी बेस्ड अन द इन्कम जेनेरेटिङ पोटेन्सियल भनेको चाहिँ कुन मेथड युज हुन्छ भन्दाखेरि अप्सन बी क्यापिटलाइजेसन मेथड है। क्वेसन नम्बर 7 मा चाहिँ which factor is most crucial in determining the rate analysis of a construction item, कुन चाहिँ मोस्ट क्रुसियल फ्याक्टर हो भन्ने छ रेट एनालाइसिसमा चाहिँ साइट कन्डिसन, कस्ट अफ मटेरियल एन्ड लेबर, प्रोजेक्ट ड्युरेसन, डाइमेन्सन अफ द कन्स्ट्रक्सन आइटम भने चाहिँ अप्सन के भयो त? कस्ट अफ मेटेरियल र कस्ट अफ लेबर चाहिँ के हो त? क्रुसियल फ्याक्टर हो, अप्सन बी है। क्वेसन नम्बर 8 मा which of the following is one of the key responsibilities of a civil सब इन्जिनियर, सिभिल सब इन्जिनियरको की रेस्पोन्सिबिलिटी कुन हो भनेको छ? डिजाइनिङ कम्प्लेक्स स्ट्रक्चरल बिल्डिङ, एप्रुभिङ project budget and financial allocation, supervising construction work and ensuring quality control, negotiating contract with client and stakeholder हैन। यो सिभिल सब इन्जिनियरको मेन रेस्पोन्सिबिलिटी के हो त? क्वालिटी कन्ट्रोल चाहिँ इन्स्योर गर्ने अनि के हो त? कन्स्ट्रक्सन वर्क सुपरभाइज गर्ने भने चाहिँ अप्सन कुन भयो त? अप्सन सी है। क्वेसन नम्बर 9 मा चाहिँ which टाइप अफ कन्ट्र्याक्ट ट्रान्सफर म्याक्सिमम रिस्क टु द कन्ट्र्याक्टर भनेको छ। म्याक्सिमम चाहिँ रिस्क चाहिँ कन्ट्र्याक्टरलाई चाहिँ कुन टाइप अफ कन्ट्र्याक्टमा हुन्छ भने हो यो कस्ट प्लस कन्ट्र्याक्ट, युनिटेड कन्ट्र्याक्ट, मेजरमेन्ट कन्ट्र्याक्ट, लम्पसम कन्ट्र्याक्ट है। लम्पसम कन्ट्र्याक्टमा चाहिँ के हुन्छ त? कन्ट्र्याक्टरलाई चाहिँ म्याक्सिमम रिस्क हुन्छ। क्वेसन नम्बर अप्सन डी है। क्वेसन नम्बर 10 मा के छ भने एज पर पब्लिक प्रोक्युरमेन्ट एक्ट 2063 notice time given for shortlisted consultant to meet request of proposal RFP is भनेको छ हैन। पब्लिक प्रोक्युरमेन्ट एक्ट 2063 अनुसार चाहिँ
नोटिस टाइम चाहिँ सर्ट लिस्टेड कन्सल्टेन्टलाई चाहिँ रिक्वेस्ट फर प्रपोजल चाहिँ पेस गर्नलाई चाहिँ टाइम कति हुन्छ भन्दाखेरि चाहिँ 30 डे है। 10 को सी अप्सन सी 30 डे। है क्वेसन नम्बर 11 मा चाहिँ हिल्सा नाका नेपालको कुन जिल्लामा रहेको छ भनेको छ। हिल्सा नाका भनेको चाहिँ हुम्ला, अप्सन डी हुम्ला। अनि क्वेसन नम्बर 12 मा चाहिँ कर्णाली प्रदेशको क्षेत्रफल कति वर्ग किलोमिटर रहेको छ भनेको छ। कर्णाली प्रदेशको क्षेत्रफल भने चाहिँ 27,984 हो खासमा होइन। यो 30,211 चाहिँ के हो भन्दाखेरि यसमा चाहिँ नेसनल पार्क जोड्यो भने चाहिँ कति हुन्छ भन्दाखेरि यो 30,211 हुन्छ है। भनेपछि के हो त भन्दाखेरि 12 को ए है। अनि क्वेसन नम्बर 13 मा चाहिँ कर्णाली प्रदेशको दोस्रो पञ्चवर्ष योजना अवधिमा वार्षिक औसत वृद्धि दर कति पुग्ने प्रक्षेपण गरिएको छ भनेको छ। दोस्रो पञ्चवर्षीय योजना अवधिमा वार्षिक औसत आर्थिक वृद्धि दर भनेको 9.9 हो भनेपछि अप्सन डी है। क्वेसन नम्बर 14 मा के छ भन्दाखेरि सबैको पहुँचमा सफा पानी र सरसफाई पुर्याउने दिगो विकासको कति नम्बर लक्ष्य हो भनेको छ होइन। कति नम्बर त्यो सबैको पहुँचमा सफा पानी र सरसफाई चाहिँ लक्ष्य छ है। 14 को ए। अनि क्वेसन नम्बर 15 मा चाहिँ के छ भन्दाखेरि तलका मध्ये नेपालको संविधानमा भएको नागरिकता सम्बन्धी कुन सही छ भनेको छ। यो पहिला जस्तो अब लक्ष्य 4 मा के छ भन्दाखेरि यो चाहिँ क्वालिटी एजुकेसन हो, गुणस्तरीय शिक्षा भयो। लक्ष्य 3 मा के छ भने गुड हेल्थ एन्ड प्रोस्पेरस लाइफस्टाइल, राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर। लक्ष्य 7 मा के हो त क्लिन वाटर एन्ड सेनिटेसन हो। सरी यो लक्ष्य 6 मा हो क्लिन वाटर एन्ड सेनिटेसन भनेको चाहिँ सफा पानी र सरसफाइ चाहिँ लक्ष्य 6 मा। लक्ष्य 7 मा चाहिँ के भन्दाखेरि खर्चले धान्न सकिने स्वच्छ ऊर्जा अफोर्डेबल क्लिन इनर्जी चाहिँ लक्ष्य 7 मा हो है। अब क्वेसन नम्बर 15 मा चाहिँ तलका मध्ये नेपालको संविधानमा भएको नागरिकता सम्बन्धी कुन व्यवस्था सही छ भनेको छ। नागरिकता सम्बन्धी कुन व्यवस्था सही छ भनेको छ। अप्सन ए जिल्ला पहिचान सहितको नागरिकता, स्थानीय तह पहिचान सहितको नागरिकता, प्रादेशिक पहिचान सहितको नागरिकता, माथिका सबै भनेको छ। यसको नागरिकता सम्बन्धी भनेको प्रादेशिक पहिचान सहितको नागरिकता हो। अप्सन डी होइन, अप्सन सी हो। क्वेसन नम्बर 16 मा चाहिँ विशाल खस राज्य स्थापना गर्ने पहिलो व्यक्ति को थिए भनेको छ। खस राज्य स्थापना गर्ने चाहिँ अप्सन सी नागराज हो। क्वेसन नम्बर 17 मा चाहिँ सर्वप्रथम स्मल पक्स भ्याक्सिन पत्ता लगाउने वैज्ञानिक को थिए भनेको छ। स्मल पक्स भ्याक्सिन पत्ता लगाउने चाहिँ अप्सन ए एडवर्ड जेनर भन्ने हुन्। अनि क्वेसन नम्बर 18 मा चाहिँ बिमस्टेकको उद्देश्य तलका मध्ये कुन होइन भनेको छ। अन्तर्राष्ट्रिय मञ्चमा साझा मुद्दा वकालत गर्ने हो। सरल रूपमा ठूलो बजार बनाउने यो पनि हो। व्यापार प्रवर्धनका लागि नयाँ क्षेत्र पहिचान गर्ने अप्सन सी पनि हो। प्रतिस्पर्धात्मक वातावरण बनाउने अप्सन डी चाहिँ होइन है। अनि क्वेसन नम्बर 19 मा चाहिँ के छ भने संयुक्त अधिराज्य बेलायतसँग नेपालले दौत्य सम्बन्ध कहिले कायम गरेको थियो भनेको छ। नेपालले दौत्य सम्बन्ध कायम गरेको पहिलो देश नै बेलायत हो है। पहिलो देश बेलायत हो। अब यो चाहिँ खासमा 1816 एडीमा भएको थियो। अब 1816 भनेपछि अब विक्रम सम्वत 1872 हुन्छ है। 1872 हुन्छ, अप्सन ए भयो। इङ्ग्लिसमा आएको भए चाहिँ 1816 एडी हुन्थ्यो है। नेपालीमा विक्रम सम्वतमा चाहिँ 1872 भयो। क्वेसन नम्बर 20 मा क्षेत्रफलको हिसाबले सबैभन्दा सानो हिमाली जिल्ला कुन हो भनेको छ। सबैभन्दा सानो हिमाली जिल्ला म्याग्दी, रसुवा, पूर्वी रुकुम र कालीकोटमा सबसे सानो जिल्ला भनेको पूर्वी रुकुम हो, अप्सन सी। क्वेसन नम्बर 21 मा प्रदेश निजामती सेवाका कर्मचारीको आफ्नो पदमाथिको पदाधिकार कायम रहने अवस्था कुन होइन भनेको छ। प्रदेश निजामती सेवाका कर्मचारीको आफ्नो पदमाथिको पदाधिकार कायम रहने अवस्था कुन होइन। निलम्बन रहेको अवधिभर, काजमा रहेको अवधिभर,
विधामा बसेको अवधिभर अर्को पदमा सरुवा भई जिम्मेवारी सम्हालेको अवधिभरमा चाहिँ के हो त आफ्नो पदाधिकार कायम गर्ने चाहिँ अवस्था कायम रहने अवस्था हुँदैन है। अप्सन डी अर्को पदमा सरुवा भई जिम्मेवारी सम्हालेको अवधिभर है। क्वेसन नम्बर 22 मा चाहिँ सरकारी कार्यालयमा अभिलेख व्यवस्थापनको मुख्य उद्देश्य के हो भनेको छ। वित्तीय सूचनाहरू मात्र सुरक्षित राख्ने अनि अभिलेख सुरक्षित व्यवस्थित र छिटो उपलब्ध सुनिश्चित गर्ने, पुरानो अभिलेख नष्ट गरी नयाँ अभिलेख राख्ने, अभिलेखमा नागरिकको पहुँचलाई निषेध गर्ने भनेको छ। मुख्य उद्देश्य के हो त अभिलेख सुरक्षित राख्नु पर्यो, व्यवस्थित राख्नु पर्यो र छिटो उपलब्धमा चाहिँ के हो त सुनिश्चित गर्नु पर्यो। अप्सन बी है। अनि क्वेसन नम्बर 23 मा प्रदेश निजामती सेवाको कुनै कर्मचारीले अयोग्यताको कारण आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेमा कस्तो कारबाही हुन्छ भनेको छ। आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेमा तत्काल निलम्बन गर्ने, योग्यताको कारण भएको हानि क्षतिपूर्ति भराउने, भविष्यमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने, भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने भनेको छ। यो भने चाहिँ के भन्दाखेरि आफ्नो पदीय जिम्मेवारी पुरा गर्न नसकेमा चाहिँ के हुन्छ भन्दाखेरि अयोग्य नठहरिने गरी है। अप्सन के हो त भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिनेछ भनेको छ कारबाहीमा। अप्सन सी। अब क्वेसन नम्बर 24 मा चाहिँ तलका मध्ये कुन विषयलाई सुशासनको विशेषताको रूपमा लिइँदैन भनेको छ। सुशासनको विशेषता कानुनको शासन हो, कानुनद्वारा शासन भएन, सहभागिता, जिम्मेवारी पनि अरू सबैमा हुन्छ विशेषता होइन, सबै विशेषता हो। तर के भन्दा अप्सन बी कानुनद्वारा शासन चाहिँ विशेषता होइन। क्वेसन 25 मा चाहिँ हरेक सार्वजनिक निकायमा सार्वजनिक बडापत्र राख्नुपर्ने व्यवस्था कुन कानुनले गरेको हो। यो भनेको 2064 गुड गभर्नेन्स हो। गुड गभर्नेन्स भनेको के हो त सुशासन। अप्सन बी कुरो हो त सुशासन सञ्चालन तथा व्यवस्थापन ऐन 2064 भनेको छ 2064 गुड गभर्नेन्स एक्टले चाहिँ बडापत्रको बारेमा चाहिँ राख्नुपर्ने व्यवस्था भनेको छ। क्वेसन नम्बर 26 मा कानुनी शासनको अवधारणा कसले प्रतिपादन गरेका हुन् भनेको छ। कानुनी शासन भनेको एबी डायसीले है। अप्सन ए एबी डायसीले। क्वेसन नम्बर 27 मा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रत्येक वर्ष कर्मचारीको सरुवा गर्ने समय तालिका कुन हो भनेको छ होइन। कर्मचारीको सरुवा भनेको चाहिँ के भन्दाखेरि भाद्र 1 देखि भाद्र मसान्तसम्म हुन्छ अनि समय तालिका त्यही हो। अप्सन कुन भयो त अप्सन डी भाद्र 1 देखि भाद्र मसान्तसम्म। क्वेसन नम्बर 28 मा प्रदेश सरकारबाट स्वीकृत पद, संगठन, संरचना वा दरबन्दी स्वीकृत भएको कति दिनभित्र दर्ता गर्न प्रदेश अभिलेखमा पठाउनु पर्नेछ भनेको छ होइन। प्रदेश सरकारबाट स्वीकृत पद, संगठन, संरचना वा दरबन्दी स्वीकृत भएको कति दिनभित्र दर्ता गर्न प्रदेश अभिलेखामा पठाउनु पर्छ भनेको छ। अप्सन कति भन्दाखेरि 28 को अप्सन ए हुन्छ होइन 15 दिनमा। क्वेसन नम्बर 29 मा के छ भन्दा व्यवस्थापनमा पोस्ट कर मोडेलको प्रतिपादन कसले गरेका हुन्। पोस्ट कर भनेको लुथर गुलिक हो। अप्सन बी। अनि क्वेसन नम्बर 30 मा चाहिँ राष्ट्रिय सूचना आयोगको पहिलो प्रमुख सूचना आयुक्त को थिए भनेको छ। राष्ट्रिय सूचना आयोगको पहिलो प्रमुख सूचना आयुक्त चाहिँ विनय कसोजु भन्ने थिए। अप्सन ए। क्वेसन नम्बर 31 मा चाहिँ द प्रोसेस अफ टर्निङ द टेलिस्कोप अफ अ थेडोलाइट ओभर इट्स सपोर्टिङ एक्सन थ्रो 180 डिग्री इन भर्टिकल प्लेन भनेको छ। भर्टिकल प्लेनमा चाहिँ 180 डिग्री चाहिँ टेलिस्कोपलाई टर्निङ गर्ने प्रोसेसलाई के भन्छ भन्दाखेरि अप्सन सी ट्रान्जिटिङ हुन्छ। क्वेसन नम्बर 32 मा द फर्स्ट रिडिङ फ्रम अ लेभल स्टेसन इज भनेको छ। फर्स्ट रिडिङ कहिले पनि के हुन्छ त ब्याक साइड हुन्छ। अप्सन सी। क्वेसन नम्बर 33 मा चाहिँ इन द स्टेडिया मेथड अफ टेक्योमेट्री द होरिजोन्टल डिस्टेन्स इज क्यालकुलेटेड युजिङ भनेको छ है। अनि फोकल लेन्थ अफ द लेन्थ एन्ड स्टार रिडिङ द डिफरेन्स बिट्विन टप एन्ड बोटम स्टेडिया हेयर रिडिङ एन्ड मल्टिप्लाई बाई द स्टेडिया फ्याक्टर है। टप रिडिङ माइनस बोटम रिडिङलाई चाहिँ स्टेडिया फ्याक्टर इन्टु गर्यो भने के आउँछ त होरिजोन्टल डिस्टेन्स आउँछ। अप्सन बी है। अनि क्वेसन नम्बर 34 मा चाहिँ ल्यामिनेसन अफ अ ब्रिक ब्रिक इज कज ड्यु टु भनेको छ। ल्यामिनेसन केले गर्दा हुन्छ भन्दाखेरि चाहिँ इन्ट्र्याप एयर इन द भोइड अफ द क्लेले गर्दा है। अप्सन ए इन्ट्र्याप एयर इन द भोइड अफ द क्ले।
क्वेसन नम्बर 35 मा चाहिँ मोस्ट फायर रेजिस्टेन्स पेन्ट कुन हो भनेको छ, एस्बेस्टस पेन्ट हो, अप्सन ए। अनि क्वेसन नम्बर 36 मा चाहिँ इन अ सिम्पली सपोर्टेड बीम अफ लेन्थ 6 अनि विथ अ 4 किलोमिटर पोइन्ट लोड अनि एप्लाइड इट्स सेन्टर, वाट इज द बेन्डिङ मोमेन्ट एट द सेन्टर अफ द बीम भनेको छ। सेन्टर अफ द बीममा चाहिँ लेन्थ यति छ अनि पोइन्ट लोड लागेको भएको बेला चाहिँ फर्मुला के हो त, म्याक्सिमम बेन्डिङ मोमेन्ट निकाल्ने भनेको PL/4 हो हैन। PL/ के हो त 4, PL/4 भनेपछि कति भयो त भन्दाखेरि लोड कति दिएको छ 4 दिएको छ हैन, 4 इन्टु अनि लेन्थ कति छ 6 बाई कति हुने भयो त 4 भनेपछि हैन, यो 4 र यो 4 काट्यो भने बाई कति हुन्छ 6 किलोन्युटन पर मिटर है। अनि चाहिँ कुन भयो त 36 को अप्सन बी। अनि क्वेसन नम्बर 37 मा व्हेन अ बार इज सब्जेक्टेड to a change of temperature and its deformation is prevented, the stress induced in the bar is भनेको छ हैन। टेम्परेचरले गर्दा कुन हुन्छ त अप्सन डी थर्मल स्ट्रेस हुन्छ। क्वेसन नम्बर 38 मा चाहिँ सोइल कम्प्याक्सन प्राइमरी रिड्युस भनेको छ। सोइल कम्प्याक्सन गर्यो भने के हुन्छ भन्दाखेरि सोइल डेन्सिटी इन्क्रिज हुन्छ, सोइल स्ट्रेन्थ इन्क्रिज हुन्छ, वाटर के हो त इन्फिल्ट्रेसन के हुन्छ त डिक्रिज हुन्छ, अप्सन सी। क्वेसन नम्बर 39 मा चाहिँ which is the great important property of a soil in finding settlement of structure भनेको छ। सेटलमेन्ट अफ स्ट्रक्चर चाहिँ फाइन्डिङ गर्नलाई चाहिँ कुन इम्पोर्टेन्ट प्रोपर्टी भनेको छ, सबभन्दा इम्पोर्टेन्ट प्रोपर्टी कुन हो त अप्सन सी कन्सोलिडेसन हो। क्वेसन नम्बर 40 मा चाहिँ एट लिक्विफेक्सन सेयर स्ट्रेन्थ अफ द सोइल इज इक्वल टु भनेको छ। लिक्विफेक्सनको बेला चाहिँ सेयर स्ट्रेन्थ के हुन्छ त 0 हुन्छ, अप्सन ए है। अनि क्वेसन नम्बर 41 मा चाहिँ टु कन्ट्रोल डिफ्लेक्सन स्पान टु इफेक्टिभ डेप्थ रेसियो अफ अ क्यान्टिलिभर बीम भनेको छ इज टेकन एज। क्यान्टिलिभर बीममा चाहिँ एल बाई डी को रेसियो चाहिँ कति हुन्छ त 7 है, अप्सन सी। क्वेसन नम्बर 42 मा चाहिँ द डिजाइन स्ट्रेन्थ अफ अ सर्ट कोलुम इज गभर्न बाई भनेको छ। डिजाइन स्ट्रेन्थ अफ सर्ट कोलुम भने चाहिँ अप्सन ए एक्जियल लोड क्यापासिटी एन्ड बेन्डिङ स्ट्रेन्थ, एक्जियल लोड क्यापासिटी एन्ड सेयर स्ट्रेन्थ, एक्जियल लोड क्यापासिटी एन्ड कन्क्रिट कम्प्रेसिभ स्ट्रेन्थ, एक्जियल लोड क्यापासिटी एन्ड सिलिन्डरनेस रेसियो भनेको छ। अप्सन चाहिँ कुन भयो त सर्ट कोलुमको लागि डिजाइन स्ट्रेन्थ चाहिँ के हो त एक्चुअल लोड क्यापासिटी एन्ड कन्क्रिट कम्प्रेसिभ स्ट्रेन्थ है, अप्सन सी। क्वेसन नम्बर 43 मा चाहिँ द मेथड इन विच स्ट्रक्चर इज डिजाइन टु विथस्ट्यान्ड सेफली अल लोड लायबल टु एक्ट अन इट थ्रु आउट इट्स लाइफ साइकल भनेको छ। स्ट्रक्चर इज डिजाइन टु विथस्ट्यान्ड सेफली अल लोड लायबल टु एक्ट इन भने चाहिँ कुन भयो त लिमिट स्टेट मेथड है, अप्सन ए। क्वेसन नम्बर 44 मा चाहिँ अ वाटर टाइट स्ट्रक्चर कन्स्ट्रक्टेड इन कनेक्सन विथ एक्सकाभेसन फर फाउन्डेसन अफ पायर अफ ब्रिज पायर इटिसी इज नोन एज भनेको छ। बक्स केजन, ओपन केजन, न्युमेटिक केजन, अल अफ द एबभ, अप्सन डी अल अफ द एबभ। क्वेसन नम्बर 45 मा वाट इज द प्राइमरी बेनिफिट अफ अ वेल ग्रेडेड एग्रिगेट इन अ कन्क्रिट भनेको छ। वेल ग्रेडेड एग्रिगेटको फाइदा के हुन्छ त इम्प्रुभ एस्थेटिक्स, रिड्युस कस्ट, डिक्रिज सेटिङ टाइम, इन्क्रिज स्ट्रेन्थ एन्ड वर्केबिलिटी है। वेल ग्रेडेड भयो भने के हुन्छ त स्ट्रेन्थ र वर्केबिलिटी के गर्छ इन्क्रिज गर्छ। क्वेसन नम्बर 46 मा के छ भने द फ्लोर हाइट अफ अ बिल्डिङ इज 2.7 मिटर एन्ड राइजर इज 15 सेन्टी, द नम्बर अफ अ ट्रेड रिक्वायर्ड इज भनेको छ है। फ्लोर हाइट चाहिँ 2.7 मिटर दिएको छ, राइजर कति त 15 सेन्टी भने चाहिँ 0.15 मिटर दिएको छ भने नम्बर अफ राइजर कति भयो त, नम्बर अफ राइजर भनेपछि चाहिँ फ्लोरको हाइट बाई भनेको 2.7 बाई नम्बर अफ राइजर होइन कति भन्दाखेरि 0.15 गर्दाखेरि कति आउँछ भन्दाखेरि यो गर्दाखेरि राइजर चाहिँ 18 आउँछ, 18 आउँछ होइन, 18 आउँछ। हामीलाई के थाहा छ भने नम्बर अफ राइजर भनेको चाहिँ नम्बर अफ ट्रेड प्लस 1 हो। नम्बर अफ ट्रेड प्लस 1 हो। ट्रेड भनेपछि ट्रेड निकाल्न के गर्नु पर्यो, राइजरबाट चाहिँ 1 घटाइदियो -1 गर्यो भने -1 गर्यो भने के आउँछ भन्दाखेरि यो भनेको के आयो त ट्रेड आउँछ क्या है। अनि चाहिँ आन्सर कति 17 रहेछ है। नम्बर अफ राइजर भनेको चाहिँ ट्रेडमा +1 गर्यो भने के आउँछ त राइजर आउँछ। अनि ट्रेड निकाल्नु पर्यो भने यहाँ चाहिँ हामीलाई ट्रेड निकाल्नु पर्यो भने के हुन्छ राइजरबाट 1 माइनस गर्यो भने के हुन्छ त ट्रेड आउँछ 17 भयो है।
अनि क्वेसन नम्बर 47 मा व्हिच अफ द फलोइङ कजेज मेजर हेड लस इन अ पाइप फ्लो भनेको छ हैन। मेजर हेड लस इन अ पाइप फ्लो केले गर्दा हुन्छ? मेजर हेड लस कहिले पनि केले गर्दा? फ्रिक्सनले गर्दा हुन्छ है। भने चाहिँ अप्सन सी के भयो त? पाइप फ्रिक्सन ओभर अ लङ लेन्थ। क्वेसन नम्बर 48 मा व्हिच अफ द फलोइङ इज अ प्राइमरी कज अफ हेड लस इन अ फ्लुइड फ्लो थ्रु द पाइप। है हेड लस भनेको कहिले पनि केले गर्दा हुन्छ भन्दाखेरि फ्रिक्सनले गर्दा। फ्रिक्सन बिट्विन फ्लुइड एन्ड द पाइप सर्फेस अप्सन ए भयो। अनि क्वेसन नम्बर 49 मा द युज्ड वाटर मिक्स्ड विथ अर्गानिक एन्ड इनअर्गानिक सोलिड फ्लुइड वेस्ट फ्रम हाउस फ्याक्ट्री एन्ड ड्राई वेदर फ्लो इज कल्ड भनेको छ है। अब यो फ्लुइड फ्रम द हाउस मात्र सोध्या भए चाहिँ सेन्ट्रल सिवेज हुन्थ्यो। अब यहाँ फ्याक्ट्रीहरू पनि आएको भएर इनअर्गानिक अर्गानिक र इनअर्गानिक सोलिड आएको छ होइन। त्यही कारण यसको आन्सर के हुन्छ भन्दा अप्सन बी सेन्ट्रल सिवेज है। फ्लुइड फ्रम द हाउस मात्र यो क्वेसन आएको भए चाहिँ फेरि के हुन्थ्यो? सेन्ट्रल सिवेज हुन्थ्यो। यहाँ फ्याक्ट्रीबाट आएको पनि के भयो? सबै सिवेज भयो। क्वेसन नम्बर 15 मा चाहिँ व्हिच प्यारामिटर इज क्रुसियल इन डिटरमाइनिङ द क्यापासिटी अफ सेप्टिक ट्याङ्क भनेको छ। सेप्टिक ट्याङ्कको क्यापासिटी चाहिँ कुन प्यारामिटर चाहिँ क्रुसियल हो डिटरमाइन गर्नलाई चाहिँ? थिकनेस अफ द ट्याङ्क्स वाल, डेप्थ अफ द ग्राउन्ड वाटर, नम्बर अफ युजर एन्ड पर क्यापिटा वेस्ट वाटर जेनेरेसन, टाइप अफ द सोइल एराउन्ड द ट्याङ्क है। नम्बर अफ युजर र पर क्यापिटा चाहिँ के हो त? मोस्ट क्रुसियल प्यारामिटर हो। अनि यसरी चाहिँ हाम्रो 50 वटा क्वेसन सकिन्छ होइन। तपाईँहरूलाई चाहिँ कुनै डाउट लाग्यो कमेन्ट गर्नुहोला। यदि मेरो यो भिडियो चाहिँ मन परेमा लाइक, सब्सक्राइब र सेयर गरिदिनु होला। बाँकी हामी अर्को भिडियोमा आउनेछौँ। हस्त आजलाई धन्यवाद। थ्याङ्क यू।